सरकारलाई तपाईँ के भन्नुहुन्छ? यतिखेर त उहाँ त मोज मस्ती घुमिरहनु भएको छ, यतिखेर माइतीघरमा हजारौँ आमाहरू दिदीबहिनीहरू रोइरहनु भएको छ, न्याय मागिरहनु भएको छ। अवश्य उहाँहरूको कानमा पनि पुग्यो होला यो कुराहरू, र उहाँहरू पनि लाग्नुहुनेछ जस्तो लाग्छ मलाई चाहिँ है। अवश्य नै अब यसरी नै हामीहरू लागिपरेका छौँ सबैजना। भनौँ न, मेरो सोसियल मिडियामा थोरै मान्छेहरू छन् होला, उहाँसम्म पनि म पुगाउने कोसिस गर्दैछु है। उहाँहरूप्रति पनि यो खबर चाहिँ उहाँहरूको कानमा पुग्ने। हत्यारालाई बलात्कारलाई कस्तो खालको सजाय हुनुपर्छ होला? तपाईँले अहिले यहाँ त धेरै दिदीबहिनीले जुन फाँसीको सजाय नै हुनुपर्छ भन्ने चाहिँ माग रहेको छ, तर नेपालको संविधान बाधक छ, के भन्नुहुन्छ? अब नीति नियममा जे लेखेको छ, पहिले परापूर्वकालदेखि नीति नियममा जे भइआइरहेको छ त्यो कुराहरूमै अडिग भएर बस्ने हो भने कडाभन्दा कडा सजाय चाहिँ हामीहरू माग गर्न चाहन्छौँ। भनौँ न, म लगायत मेरो सम्पूर्ण दाजुभाइहरू जति पनि जना आज आन्दोलनमा एउटा प्रोटेस्टमा आउनुभएको छ, यो कुरा उठाउनुपर्छ। भोलिको दिनमा आफ्नै घर परिवारको नानी, आफ्नै घर परिवारको आफ्नै गाउँठाउँको चेलीबेटीहरू सुरक्षित छैनन् भने के गर्न सकेला त हामीहरूले, होइन? अब यति 3 वर्षको बच्चा जसले घरभित्रै बसेर शान्त भएर आफ्नो सुरक्षित भएर आफ्नो घर परिवार आफ्नो बाबुआमाको अङ्गालोमा बस्नुपर्ने एउटा बालिकाको चाहिँ यस्तो कुराहरू भएको छ। अवश्य नै है सबैजना लागि परेर अब जति पनि जना दोषी छन् दोषीलाई पक्राउ गरी दोषीलाई कडाभन्दा कडा सजायको चाहिँ म एकदम माग गर्न चाहन्छु। धन्यवाद छ सम्पूर्णलाई। ओके, थ्याङ्क यू जान म अहिले सबैले सेयर गरिदिया, सबैले गरिदिया। लभ छ के गर्दैछु अवेरनेस। अब योभन्दा ठुलो अवेरनेस के गर्नु राजा? योभन्दा अब म यतै आएको छु, म हिजो भर्खर सुटिङमा थिएँ, अहिले पनि म फेरि सुटिङमा फिर्ता जानेवाला छु। तर पनि यस्तो ठाउँमा हामीहरू बोल्नुपर्छ। हामीहरू सोसियल मिडियाको मान्छेहरूले नै जतिजनालाई इन्फ्लुएन्स गर्न सक्यो, जतिजनालाई भन्न सक्यो, जतिजनाको कानमा पुग्नुपर्ने हुन्छ पुगाउन सक्नेछौँ। जति सक्छु मैले गरेको छु, किनकि म बाहिर थिएँ। अहिले आज आउने बित्तिकै नै म यहाँ आएको छु, अनि सम्पूर्ण मेरो टिम, मेरो साथी सबैजना जति पनि जना आउनुभएको छ आन्दोलनमा, यो कुरा चाहिँ सरकारसम्म पुगोस्। यो कुरा चाहिँ एकदम राम्रो तरिकाले, जुन यो न्याय पाएको छैन उहाँको परिवारले न्याय पाओस्, त्यो सानो 3 वर्षको बच्चाले पनि न्याय पाओस्। र पहिलापट्टि जति पनि घटेका यस्ता बलात्कारका केसहरू, जो पनि महिला विरुद्ध नारी विरुद्ध जुन पनि घटनाहरू घटेको छ, त्यो उहाँहरू सबैजनाले न्याय पाओस् भन्ने चाहिँ माग गर्न चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई। जानु म अलि हतारमा छु अहिले। जस्टिस फर गरिमा बहिनीलाई चाहिँ जस्टिसको लागि माग गरौँ सबैजना मिलेर। जस्टिस फर गरिमा चौधरी। थ्याङ्क यू सो मच। थ्याङ्क यू। जानु अहिले